गो है मार्क्स र इन्सान भान्जोलाई चाहिँ मेरो ब्याड ब्याज पोडकास्टमा स्वागत छ। धन्यवाद। अब यो हाम्रो सुरुवात हो, यो कस्तो हुन्छ के हुन्छ नराम्रो हुनसक्छ, त्यसलाई मनमा नराखिकन एकदम फ्री भएर गफ गरौँला आजको साँझमा। अब यसो चिरिप्प लगाउँ भने खानु छोडेको कुरा कसरी कफी तातो चिसो कफी चाहिँ अब उपलब्ध आज नभए नि अब अरू बेला उपलब्ध हुन्छ। ठिक छ, कफी होइन हुनु त अब के अरे चिरिप्प लगाएपछि अलिकति कन्फिडेन्ट लेभल तर पनि ठिकै छ। अब एउटा सन्देशमूलक पनि होस् न, होइन अलिकति अब सन्देशमूलक भन्दा पनि मेरो यो इन्टेन्सन के हो भन्दाखेरि चाहिँ हामी एउटै कुरामा मात्र इन्गेज भइरहेछौँ, काम अथवा काम जे हो प्रोफेसन, त्योभन्दा बाहिर हामीले एक्सप्लोर गर्न सकेका छौँ। त्यसलाई नेपालीमा भन्दाखेरि के भन्छ हौ आएन है त्यो, तर जे एक्सप्लोर गर्ने होइन अनुगमन कामदेखि बाहेक अरू ठाउँमा हाम्रो ध्यान आकर्षण छैन। अब भन्नै पर्दाखेरि अब मैले मार्क्सलाई त नेपालमा त्यति साह्रो नदेखेको, हाम्रो इन्सान भान्जो त नेपालमा ताइक्वान्डो खेलेको मान्छे, यहाँ आएर हेरौँ त ज्यान कस्तो छ, ताइक्वान्डो खेले जस्तो छ त होइन। अनि त्यसपछि गोलहरू पनि खेलिरहेको, फुटबल पनि खेलिरहेको, यहाँ अलिकति यहाँको सेवा सुविधा अनि खानपिनले पनि हो जहाँसम्म लाग्छ मलाई चाहिँ। किनभने नेपालमा हरेक कुरामा एक्सर्साइज थियो नि त। हो हुन त हो। अब ती पथरी बजार जानुको लागि कि साइकल चाहिन्थ्यो कि होइन भने त हिँड्नु पर्थ्यो। हिँड्नुको लागि त्यो त झन्डै 2.5 किलोमिटर 3 किलोमिटर थियो होला हाम्रो क्याम्पदेखि, आयाबारीदेखि भनौँ न, आयाबारीदेखि अनि 1.5 किलोमिटर समथिङ उकालो थियो। त्यत्रो हिँड्दाखेरि त बडीलाई एक्सर्साइज हुन्थ्यो। एक्सर्साइज पनि भयो प्लस अब फ्री धेरै हिँड्थ्यो। के गर्ने त भन्दा कुद्ने, बाहिर निक्लिने, हिँड्ने होइन, त्यसैतिर त हुन्थ्यो। अब यहाँ भनेको काम गयो आयो थपेको सुत्यो होइन, त्यो भएपछि कहाँ सबै कुराले खाने कुरा यहाँ भनेको खाएको छ एक्सर्साइज जिरो, त्यही भएर पनि होला ज्यान लागेको। ज्यान त सबैले लागेको छ। अब ब्लड वर्कै गर्ने हो भने त कोलेस्ट्रोल र सुगर लेभल त माथि होला होइन। तर अब हेल्दी लाइफस्टाइल बाँच्नतिर चाहिँ हामी अगाडि बढ्नुपर्छ। किनभने अब हामी फ्यामिली भएको मान्छे, हामीले टेक केयर गरेनौँ भने त हाम्रो छोराछोरीहरूलाई त उनीहरूलाई त ट्रबल हुनसक्छ नि त। हामीलाई केही भयो भने त उनीहरूलाई टेक केयर गर्ने को हो? एउटा कुरो मनमा अब सन्तुष्टि पनि भएन कि हाम्रो। जस्तै के भन्नुहुन्छ भने अब अलिकति गरियो भने त्यो कुराले चित्त नबुझ्ने कि अलिक धेरै गरौँ न भन्ने तरिका होइन। मान्छेलाई सन्तुष्टि भन्ने कुरा आफूले लिमिट राखेन भने जहिले पनि असन्तुष्टि नै हुँदो रहेछ। अब एउटा पोइन्टमा पुगेपछि चाहिँ हामीले लिमिट राख्नुपर्ने रहेछ। ल यति चाहिँ मेरो हो, अब यहाँदेखि उता चाहिँ म जाँदिनँ, म यहाँ फ्यामिली। जस्तै अब म पनि त अब पैसाको लागि भनेरै ट्रकमा गएको नि त। तर ट्रकमा गएर केही एक्सपिरियन्स गेन गरियो, अनि केही कुराले गर्दाखेरि केही कुराले त्यहाँनिर बसिरहनु आवश्यक देखिएन। अनि त्यो भएर ट्रकलाई पनि बिदा मारेर घरमा बस्यो, किनभने मैले त्यहाँ लिमिट लगाएँ कि म अब ट्रकमा जाँदिनँ भनेर। हजुर हजुर, त्यस्तो हो क्या। त्यही भएर हामीले पनि लिमिट लगाउनु। लिमिट त राख्नु त आज 2 वर्ष अगाडि नै राखेको। होइन, म पनि ट्रकिङ लाइनमा छिर्दाखेरि 2 वर्षकै इस्टिमेट गरेर छिरेको हो नि त होइन। तर बिचमा के भयो भने नि अब आवश्यकता चाहिँ बढी भइदियो कि। जस्तै के भयो भने अब हाम्रो फ्यामिलीको हिसाबमा जाँदाखेरि बाहिर भइसकेपछि चाहिँ म मात्र सेटल भएर हुँदैन रहेछ, मेरो भाइ बहिनी पनि सेटल हुनु पऱ्यो, मेरो बाबामा पनि
हुनु पर्यो भन्ने कुरो क्या अब आफू मात्र यहाँ अमेरिका बसेको छु भनेर भएन नि त होइन उहाँहरूलाई पनि अब एउटा के अरे त्यो माहौल बनाइदिनु पर्यो भन्ने तरिकाको हिसाबले गइयो क्या मार्क्सले भन्दै गर्दा भने यो कुरा एकदम यो कुरालाई चाहिँ हामीले अर्को पाटाबाट हेर्नु पर्दो रहेछ क्या हजुर कस्तो हेर्नु पर्दो रहेछ भन्दाखेरि चाहिँ यो कुराले के जनाउँछ भन्दाखेरि मार्क्स तपाईँ चाहिँ अरूको लागि बाँच्दै हुनुहुन्छ हजुर होइन अरूको लागि गर्दै हुन्छ तर एट द एन्डमा आएर त्यो कुराले आफूलाई पे ब्याक गर्छ कि गर्दैन हजुर त्यो कुरा चाहिँ आफूले ध्यान गर्नुपर्ने हुँदो रहेछ क्या त्यो कुरा गरिएन भने चाहिँ अलिक अब अरूलाई के हुन्छ नि अरूलाई दिँदै अब अरू जो भए पनि दिँदै आफूलाई आफ्नो पनि स्थिति राम्रो बनाइएन भने चाहिँ आफू जहिले पछाडि परिँदो रहेछ यो स्वार्थको हिसाबले होइन आफ्नो पनि त अब फ्यामिली छ आफ्नो पनि त सबै कुरा छ नि त किनभने हामी रमाइलो गर्नु मलाई चाहिँ कस्तो हिसाबले लिएँ होइन नि एउटा कुरो के हो भने यो अमेरिकालाई चाहिँ एउटा सेक्योर हिसाबले लिएँ क्या कस्तो भने म यहाँ छँदैछु मेरो बालबच्चा यहाँ छँदैछ भोलिको दिनमा मेरो छोराछोरी पढ्यो गऱ्यो भने त राम्रो गरि नै हाल्छ अवश्य यो ठाउँमा गरेन भने इभन कम्पनीमा काम गरेर पनि उनीहरूको जिन्दगी चाहिँ गुजारा गर्न सक्छ है भन्ने एउटा बाटो क्या त्यो हिसाबले क्या म चाहिँ सोच्छु र एउटा कुरो अब नेपालमा पनि अब बस्यो 29-30 वर्ष बस्यो त्यहाँको जिन्दगी देख्यो होइन साथीभाइ डोल्यो घुम्यो होइन सबै कुरा देख्यो त्यो कुरा भोगेर अनि यसो उहाँ चाहिँ अवसरको जरुरी छ क्या एउटा अवसरको नेपालमा त अवसर भन्दा पनि त्यो अवसर छ तर अवसरलाई कसरी सदुपयोग गर्ने त्यो स्थिति छैन क्या तर नेपाल जतिको फ्री देश छैन क्या नेपालमा तर गर्नु सक्ने क्षमता भएको मान्छेहरूले नेपालमा बसेर यहाँ अमेरिकामा बसेको भन्दा धेरै कमाएको छन् सुखले बाँचेको छन् पैसा यस्तो हुँदा त मलाई चाहिँ कस्तो लाग्छ भने उहाँको 5%ले त्यो तरिकाले गरेको छ होइन तर यहाँ भनेको त एउटा कुरो काम गर्छु भन्नु भने कसैलाई टेन्सन चाहिँ छैन क्या यहाँ त त्यही हो त यहाँ र त त्यो चाहिँ छ नेपालमा भनेको चाहिँ हेर्नु है अब इक्जाम्पलको हिसाबले तपाईँ अब ब्याचलर गर्नुभएको छ अथवा ग्रेजुएसन गर्नुभएको छ त्यो हिसाबले त्यो मान्छेले काम खोज्नु गयो भने त्यो अनुसारको काम पाउँदैन काम पाए पनि तलब हुँदैन क्या जस्तै अहिलेको हिसाबमा त कस्तो भएको छ भने नि छुवा पैसा एउटा बाबुआमाले कमाएको पैसाले छोराछोरी राम्रो स्कुलमा पढाउनुलाई सक्दैन क्या उनीहरूलाई राम्रो शिक्षा र अनि अब सरकारी गभर्मेन्ट स्कुलको कुरा गरौँ भने त्यहाँको त अब लथालिङ्गै छ नि त छैन नि त त्यो अवस्था उयो नै हुन त नेपालमा त्यस्तो स्थिति भए पनि होइन अब नेपाल त्यो उनीहरूको त्यो मेन्टालिटी नेपालको होइन मानसिकता नै त्यस्तो छ क्या एकजना विदेश जाने अनि अरू एकजना विदेश जाने अनि सबैलाई पाल्ने त्यो कुरा चाहिँ म पनि मान्छु है अनि यो कुराबाट अब अर्कालाई त्यो भन्न खोजेको तोक्नु खोजेको चाहिँ होइन तर हाम्रो नेपालमा म्याक्सिमम के हुन्छ भने बाउ विदेश गयो भने छोराछोरी घरमा बस्ने अब त्यही हो इन्जोय तरिकाले हिँड्ने मेरो बाउ विदेशमा छँदैछ नि कमाएको छ भन्ने धराने स्टाइल होइन पर्खिने क्या पर्खिने जहिले पनि वेट गर्ने क्या आफू नगर्ने तर वेट चाहिँ गर्ने मेरो दिन कहिले आउँछ भन्दै क्या त्यो तरिकाको आमिर खानको कोकोकोलाको एड थियो नि त मेरो नम्बर कहिले आउँछ हो त्यो तरिका क्या मेरो सबैलाई त लक लाग्दैन नि त छुवा हो किन भन्नु न मेहनत त जरुरी छ नि त मेहनत जरुरी जुनै ठाउँमा जाँदा पनि मेहनत जरुरी छ मेहनत भएर भने त सिधै हो यो ठाउँमा त
हप्ता 15 दिन काम गरेन भने हो नि त। मान्छेको हालत पातलो हुन्छ हो होइन अब एक तरिकाले हेर्ने हो भने अब खुसी र अब भनौँ न खुल्ला तरिकाले हिँड्ने हो भने नेपाल इज गुड प्लेस होइन नेपालमा त्यो रमाइलो छ यही 2-3 महिना काम दुःख गरेर गऱ्यो नेपालमा त हरेक कुरा छ नि त्यसो 2-3 महिना है काम दुःख गरेर बुझ्दाखेरि। गऱ्यो भने एकदमसँगले 1 वर्षै बस्छु भन्दा पनि अनि सकिन्छ। तर यहाँ सकिँदैन नि त यहाँ त अब गाह्रो छ नि त हो यहाँ गाह्रो छ यहाँ अब इच एन्ड एभ्रिथिङ लोनमा हुन्छ होइन घरदेखि गाडी तर अब होइन अब खानपिन अब चामल सुत्दा क्रेडिटमा ल्याइएको हुन्छ होइन तर अब खायो होइन अब त्यो क्रेडिट त महिनामा तिर्नु पर्यो नि त तिर्नै पर्यो। महिनामा नतिरी त हुँदैन काम नगरी त कसरी तिर्ने हुनु त अब एउटा कुरा हिसाबले काम नगरी बस्दा पनि खानु के अरे बस्नुको लागि त सेवा सुविधा त गभर्मेन्टले दिन्छ नि त तर हामी नेपालीमा त्यो चाहिँ छैन है एउटा कुरा हो त्यो छैन कि थ्याङ्क यू सुन्नु एउटा कुरा मलाई खुल्दुली लागेको चाहिँ के हो भने नि छुवा जस्तै हाम्रो भुटनिज रिफ्युजी क्याम्पमा हामी पहिले मैले सुन्दाखेरि क्या कति ट्यालेन्ट मान्छेहरू थियो क्या त्यो हिसाबले त नि म के सोच्छु भने अहिले आएर नि प्राय हाम्रो त्यो त्यहाँ त्यस्तो पढेको हिसाबले त्यस्तो ट्यालेन्टको हिसाबले चाहिँ नासामा हुनुपर्ने जस्तो लाग्छ क्या हाम्रो नेपालीहरू तर अहिलेसम्म किन के भएर चाहिँ नभएको जस्तो लाग्छ त्यो विषयमा चाहिँ तपाईँलाई क्या जस्तै अब हिजोको दिनमा यस्तो ट्यालेन्ट मान्छेहरू थियो उनीहरू त लगभग मौका पाएको भए त सबै कुरा फाड्ने जस्तो मान्छेहरू हो नि त त्यहाँको पढाइको हिसाबले हो नि त यो विषयमा नि भन्नुपर्दाखेरि हामीलाई त्यो ट्यालेन्ट लागेको मात्र हो क्या त्यो ठाउँमा हामी त्यो बोर्न ट्यालेन्ट होइन क्या पढ्दा पढ्दा त्यो घोकेर गरेको ट्यालेन्ट रहेछ क्या यहाँ म पनि ट्यालेन्ट खालकै स्टुडेन्ट हो क्या तर मेहनत गर्ने स्टुडेन्ट हो क्या तर जब यहाँ आएर चाहिँ मैले धेरै अब म 2009मा आएको यहाँ आएर म मेरो सर्कलको भनेको प्रायः गोरेहरू छ क्या गोरेहरूसँग गफ गर्दाखेरि र नेपालीसँग गफ गर्दाखेरि यति फरक पर्छ कि त्यो गफको उनीहरूले गफ के गर्दैछ कहाँ पुर्याउँदैछ त्यो बुझ्न गाह्रो हुन्छ नेपालीले गफ गर्यो सिधा के छ कस्तो छ ती टुङ्गाउँछ क्या तर गोरेसँग गफ गर्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ गोरेले चाहिँ एउटा विषयवस्तुले गफ गर्दै गरिरहेको हुन्छ अनि फेरि अर्को विषयवस्तु त्यहीँ जोड्छ क्या त्यसलाई रिलेट गर्छ क्या अनि आफूले त्यो कुरालाई पछ्याउनु यति गाह्रो पर्छ हजुर अनि त्यो पछ्याउनु जानेपछि चाहिँ गोरेले त्यो बोलेको त्यो सबै कुरा बुझ्न थालिन्छ क्या हजुर अब यहाँनिर अब हुन्छ नि खोक्नु भन्दाखेरि पनि म खोकेको होइन तर म गोरेले बोलेको हजुर धेरै 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 राम्रोसँगले बुझ्छु क्या उनीहरूले कहाँनिर जोक मार्दैछ कहाँनिर उनीहरूले स्ल्याङ मार्दैछ कहाँनिर चाहिँ यहाँनिर के भन्छ सट्टार हान्दैछ यस्तो भनेको कुरा म बुझ्छु क्या हजुर तर यही कुरा मैसँग काम गर्ने भाइहरूले त्यस्तो कुरा बुझ्दैन क्या हजुर हजुर किन भन्दाखेरि उनीहरू त्यो गोरेसँग बोल्न पनि चाहँदैन बोल्न पनि चाहँदैन नेपालीमा राम्रो गफ पनि गर्न सक्दैन हजुर त्यो भएर हाम्रो मान्छे हाम्रो कम्युनिटीको मान्छे मेहनती हो हजुर त्यो बुकको नलेज चाहिँ उनीहरूसँग टन्न छ क्या यही प्रश्नले क्या म कहिलेकाहीँ अब ट्रक कुदाउँदाखेरि बेलुका अनि यसो सोध्छु उहाँ त त्यस्तो ट्यालेन्ट मान्छेहरू यहाँ आएर किन गुमनाम भए होइन म चाहिँ के भन्छु भने एउटा कुरा यस्तो पनि मलाई चाहिँ कस्तो लाग्छ भने नि छुवा मेन कुरो यहाँ आइसकेपछि नि हाम्रो नेपालीहरू पैसाले गर्दा बिग्रे पनि जस्तो लाग्यो किनभने त्यो पनि हो एउटा कुरा कस्तो भयो भने पढ्दा पढ्दै मान्छेले पैसा गेन गरिसकेपछि त्यो पढ्नतिर चाहिँ मेहनत छोड्यो क्या अनि पैसाको पछि भाग्यो त्यो भएर अलिकति हाम्रो पछि पर्यो कि जस्तो लाग्छ क्या त्यो भन्नु पनि एक प्रकारले सही हो तर अर्को प्रकारले
चाहिँ के हो भन्दाखेरि मेरो विचारमा उनीहरूलाई यस्तो बेलामा लियो कि जहाँनिर पढ्नु आवश्यक भन्दा पनि कमाउनु फ्यामिली स्टार्ट गर्नु त्यो पनि उनीहरूलाई त्यही त हो भनेको त्यो स्थितिले यो गर्यो पैसा गेन गर्नेपट्टि लाग्यो क्या त्यो भएर अरूतिर कस्तो सोच्छ भने कम्पनीमा काम गर्दा पैसा भइहाल्ने रहेछ नि किन पढ्ने हो त्यो तरिकाले गयो अब कतिजनाको फ्यामिलीमा त राम्रो पढ्ने केटै अथवा केटी नै पनि घरको जेठो बाको भइदियो अलिक बोल्नु जान्ने बाबुआमा बोल्नु पनि नजान्ने त्यो भएपछि घर परिवारलाई अब मैले अगाडि बढाउनु पर्छ भन्ने तरिकाले नै उनीहरूले पढाइलाई छोडेर चाहिँ उता काममा लागे त्यो भएर पनि कतिहरू ब्याकअप भएको छ तर अहिले गर्नेले अहिले अब राम्रोसँग फ्यामिली स्ट्रङ हुँदै गएपछि कतिले फेरि ब्याक स्टडी पनि गरिरहेछ गर्नु होइन अरूको दाँजोमा त नेपाली यहाँ हाम्रो नेपालीहरू छिरेको हिसाबमा त प्रगति त केही पनि होइन नि त हाम्रो नेपालीहरूको त होइन प्रगतिकै हिसाबमा हो भने चाहिँ हाम्रो नेपालीहरू भुटनिस नेपालीहरू चाहिँ धेरै धेरै अगाडि आउँछ है उनीहरू यस्तो हो उनीहरू ऋण मुक्त छ नि पैसा कमाउने हिसाबमा चाहिँ तर मैले अरू के अरे क्षेत्रमा भनेको नि अब पैसा कमाउनुमा त कम्पिटिसन छ हौ हाम्रो नेपालीहरूको कसले धेरै कमाउने कसको घर राम्रो होइन कसको गाडी राम्रो होइन हाम्रो नेपालीहरू त धेरै जसो लाइक 10मा 10जना नेपाली खोज्ने भने त 3जना 4जना त मिलियनर छ त्यही त मैले भने नि हाम्रो नेपालीको चाहिँ त्यो कुरामा कम्पिटिसन हुन्छ र एउटा कुरो मलाई लाग्छ जहाँसम्म लाग्छ अब मलाई त्यति धेरै थाहा यो खैरीहरूमा त्यस्तो हुँदैन क्या खैरीहरू त ब्रोक हो नि त होइन मेरो साथी अब नामै नहुनु मेरो साथी जति जे कमायो इन्जोय हो उनीहरू रमाइलो गर्ने हो सक्ने मेरो साथी होइन हाई स्कुल सक्नु बित्तिकै काम गर्नु थालेको अरे होइन अनि आई डोन्ट नो 40 इयर्स सम्म मात्र ऊ एरोप्लेन चढेर अमेरिकाको अर्को स्टेट गयो भनेपछि हामीले त प्लेन त धेरैवटा चेन्ज गऱ्यौँ नि त नयाँ गाडी किन्यौँ घर छ ब्याङ्कमा अलिअलि पैसा छ केही इन्भेस्टमेन्ट छ होला छैन र त्यस्तो हो नि त के हो इन्जन भान्जो त पुरा के सुतेन क्या यस्तै हो भान्जो यहाँ भान्जो अलिक क्वाइट भएर बसिरहेछ भान्जोलाई बोर लाग्यो क्या मेरो चाहिँ यस्तो यो विषय भनेको अब ट्रकको बारेमा रेन्डमै भइरहेछ गफ होइन गफै हो क्या रेन्डमै गर्ने हो सिधै भनौँ न ट्रकमा अब नकमाएको होइन कमाएकै हो खै के भन्छ डिपोजिट गर्ने ठाउँै अर्कै ठाउँ भयो क्या डिपोजिट गर्ने ठाउँै अर्को भयो त्यो भएर चाहिँ अलिक गाह्रै भएको हो होइन युएसको तर पनि अहिले चाहिँ भर्खर अब रमाइलो हुँदैछ होइन मैले पनि ट्रक कुदाएँ तर मैले त 6-7 महिना कुदाएँ होइन क्यालिफोर्निया I-80 देखि I-40 कुदाएँ तर I-75 कुद्ने मौका पाइएन क्या कोलोराडोको बाटो कस्तो छ त्यो कोलोराडोको बाटो दिउँसो समर टाइममा भने ठिकै छ विन्टर टाइममा चाहिँ त्यो झन् आज उताको त्यो 70 डेन्जर हो नि दिउँसो के अरे समर टाइममा पनि ओह्रालो हेभी लोडसँग त कर्फ अनि के डाउनहिलहरू टन्न छ है आगो लाग्छ नि त्यहाँ त म र मनी भएर पनि क्यालिफोर्नियाको त्यो लस एन्जलसदेखि मुनि आउने उता फ्रेस्नो आउने त्यो बाटोमा 101 मा हामी दुईजनाले आगो लगाइदिएको छौँ क्या होइन क्या 101 होइन तपाईँहरू 58 र 99 हिँड्नु भएको होइन त्यो पिरामिड लेकदेखि आउँदै तल फेरि एलए साइड हुँदै एलए साइडबाट त्यो सेन फ्रान्सिस्कोतिर जानुभयो भने चाहिँ आई थिङ्क सेन फ्रान्सिस्कोतिर जानुभयो भने चाहिँ
101 कुद्नुपर्छ US रोड होइन 101 हौ यो कुद्नुपर्छ क्या तर 101 बाटो चाहिँ दिउँसो चाहिँ दामी छ नि त हिँड्दाखेरि त भ्यूको लागि त भने नि भ्यूको लागि त त्यो ट्रोजन होला रेस्ट एरिया भएको ठाउँमा त्यो मजाको छ त्यहाँदेखि मुनि आई डोन्ट नो त्यहाँ त्यसपछि के हो त्यो ठाउँको नाम सानो ठाउँ छ हौ त्यहाँ हामीले आगो लगाइदिउँ क्या होइन मैले भनेर म थिएँ होइन म चाहिँ सिनियर ड्राइभर है अब मैले चाहिँ अब ट्रेनी भनेर आई थिङ्क हाम्रो त्यो फर्स्ट ट्रिप होला क्या फर्स्ट ट्रिपमा गुर्जोटको हाम्रो शेर्पाजीको है अनि हामीले होइन त्यस्तो साह्रो हुन्छ जस्तो लागेको थिएन तर के चाहिँ रहेछ भन्दाखेरि त्यो गाडीमा ड्रम ब्रेकको सट्टा यो रहेछ डिस्क ब्रेक रहेछ क्या हामीले त लगाउँदै आयौँ इन्जिन ब्रेक लगाउँदै आयौँ अनि तल त्यो यसमा प्लेनमा आइपुग्ने बेलामा त प्लेनमा पनि आइपुग्यौँ पनि अरू मान्छेले फायर भनौँ होइन अनि देखाउँदाखेरि चाहिँ हामी निक्लेर आएको त त्यो फायर लागिरहेको रहेछ हो त्यो धेरै हिट भएर त्यसो त माग्छ र म पनि ओरिगनबाट फर्केर आउँदाखेरि वासिङटन गएर लोटिब्यौँ वासिङटन आई थिङ्क क्लोज टु स्पोकन होला लगभग झनै त्यही 70-80 माइल होइन त्यो बेला US रुट आएको थियो होला 95 जस्तो लाग्छ मेबी 295 आई डोन्ट नो US राउटै आएको US राउट आएको बेलामा चाहिँ मैले पनि झनै लाग्यो ब्रेक अब इन्जिन ब्रेक लगाउँदा पनि नभएर चाहिँ क्या ओभरवेट भएर फेरि अलिअलि हिउँ पर्दै थियो क्या हिउँ फेरि अनि बयमको थियो क्या बयमको के भन्छ त्यसलाई काँक्रा हुन्छ नि पिकल अमेरिकन त्यस्तो बोकेको थियो क्या अनि अब हेभी हिउँ पनि परिरहेको थियो अगाडिको गाडीले ब्रेक लगाइदिएपछि अब के गर्नु आफूले इन्जिन ब्रेक मात्र लाएर भएन मैले पालो ब्रेक पनि थिच्न थालेँ क्या पाइडल पनि त्यो हुँदा त र त्यो कोलोराडोको बाटो हिँड्ने भनेर हामी एकखेप त मैले एकखेप GPS सेट गरेको थियौँ जानु आँटिरहेको थियौँ त्यो भन्दा पनि तर अनि हामीले फेरि हामी कोलोराडोको बाटो नि मलाई चाहिँ अझ यो ट्रकमा भन्दा पनि गाडीमा क्या सानो गाडीमा हिँड्नु मन लाग्छ क्या हेर्दै क्या त्यहाँको भ्यूहरू हेर्दै क्रस कन्ट्री त जानु त पर्ने हो लाइक अब त्यहाँ चाहिँ सेम लाइक अब ग्रिनरी प्राय क्या ग्रिन भाइब्स चाहिँ त्यही स्विजरल्यान्डको तरिकाको भाइब्स छ त्यतातिर चाहिँ टक्क होइन त्यो बाटो पनि ठिकै छ होला तर घरहरू पनि दामी छ त्यताको मेन जानु भएको छ कि छैन होइन मेन गयौँ नि हामी मेन जाँदा पनि नि ट्रकमा चाहिँ एक प्रकारको रमाइलो फिल हुन्छ तर मेन हामी 90ले गएर माथि मेनमै गएन तर मेन भित्र चाहिँ पसेको तर त्यो मेनको भित्र किन मेन र भर्मन्ट र हामी भर्मन्ट हुँदै जानु भर्मन्ट र मेनको तिनीहरू हामी एउटा लोड लिएर गयो अनि यो ट्रक भनेको चाहिँ मलाई चाहिँ आजकल चाहिँ कस्तो लाग्न थाल्यो भने एउटा दलदल जस्तो पनि लाग्न थाल्यो दलदलै हो नि अब हेर्नु है म 2 वर्ष गर्छु भनेर निस्केको मेरो एम के भने नेपालमा घर बनाउँछु भन्ने कुरो के होइन एउटा घर बनाउनु है घर बनाइयो ल बधाई छ घर बनाएर ल छोड्ने कुरा हो त लास्टमा अब उता मात्र नभएर अब यता पनि इस्टाब्लिस हुनु पर्यो नि त होइन अब यता समयले पनि अलिकति कस्तो भने च्यालेन्ज गर्यो क्या यता पनि बालबच्चा सानै अब नानीहरूलाई केयर गर्नको लागि त एकजना चाहियो अनि त्यो भएको हिसाबले अब वाइफ घरको बुढी भनेको अब नानी हेर्नुमै उयो व्यस्त भइहाल्यो अनि आफू एक्लैले काम गरेर कस्तो भयो भने अब नेपालमा बाबाआमा पनि नेपालमा खर्च आफूले पठाउनै पर्यो यता पनि गर्नै पर्यो त्यो भएको हिसाबले चाहिँ मेरो कम्पनीको पैसाले नपुग्ने रहेछ कम्पनीमा काम कम्पनीमा अलिक गाह्रो हुन्छ कम्पनीमा धेरै नै गाह्रो भइहाल्छ नि त्यो माथि एकजना मात्र कमाउने हुँदा कम्पनीमा गाह्रो हुन्छ कम्पनीमा स्टेबल जहिले पनि अब एउटा कुरो
नेपालबाट आउँदाखेरि मान्छेको एक्सपेक्टेसन हाई हुन्छ क्या अमेरिका भन्ने बित्तिकै अहिले पनि उहाँ बस्ने मान्छेहरूको देखाइमा चाहिँ हाई नै छ नि त कमाइँदैन होइन कमाइन्छ अमेरिकामा पैसा अब नकमाउनु यहाँ यस्तो छ फेरि होइन अब कम्पनीमा काम गर्दाखेरि एकजनाको कमाइले निकै गाह्रो हुने स्थिति भएको छ अहिले निकै त्यस्तो गाह्रो त्यस्तै। होइन म चाहिँ के भन्छु भने बुबुको अवस्थामा त हुँदै अब हुँदैन अहिले अब हुन्छ त अहिले भन्नु त अब बुबुको घर अवस्थामा लिएको छ यत्रो 7% इन्ट्रेस्ट तिरिन्छ है होइन? अब त्यो पछि बुबुको कम्पनीले अलिक कन्डिसनमा चाहिँ म देख्दिनँ है। कम्पनीमा काम गरेकोले अलिक भ्याउँदैन जसो जस्तो तसो क्या। मेरो घर चाहिँ चल्ला होइन साँच्ची तर अब अहिलेको अवस्थामा चाहिँ फेरि चल्दैन किनभने मैले गाडी लिएको कारणले गर्दाखेरि म सक्दिनँ तर मैले हिजो मेरो अब घर मात्र हुँदाखेरि गाडी त पेड थियो नि त त्यो भएको हिसाबले चाहिँ म सक्थेँ होला तर जुन अहिलेको क्रेडिट चलाएको हिसाबमा चाहिँ हुन्थेन है जहिले पनि महिनामा के हुन्छ 16-17 सय त आइरहेको हुन्छ क्रेडिट कार्डमा होइन खानेकुरा नानीहरूलाई गर्नु खानेकुरो नानी भइसकेपछि होइन डाइपर डाइपरमै जान्छ पैसा अब होइन, अब कम्पनीमा अब कम्पनी हो नि त तर अहिले कम्पनी पनि नट ब्याड है इरी जस्तो ठाउँमा पनि अहिले 16-17ले पे गर्नु भनेको नट ब्याड अहिले राम्रो छ तर मिलेर फ्यामिली मिलेर अब बुढाबुढी मिलेर गरियो भने चाहिँ वी क्यान डु इट होइन मलाई म चाहिँ के भन्छु भन्दाखेरि अब चाहिँ बिसाउने बेला चाहिँ फ्यामिली टाइम हो घरमा बस्ने हो बच्चाहरूसँग भोलि पर्सि बच्चाहरूले बाउ चिनेन भने चिने भने नराम्रो त उसँग त्यो कनेक्सन भएन भने त त्यत्रो होइन दुःख गरेर कमाएको म त कस्तो लाग्छ भने यहाँको त पानी म चाहिँ भन्छु के भन्छु भने बुझ्नेले बुझ्छ है किन चाहिँ ड्याड टाढो भयो किन यो अवस्था आयो भन्ने कुरो त हाम्रै लागि हो भन्ने कुरो त कसैले चाहिँ बुझ्छ है म चाहिँ कस्तो लाग्छ भने त्यो विषयमा चाहिँ नि सानो पर्सेन्टेजले मात्र बुझ्छ त्यही त भनेको पर्सेन्टेजले मात्र मलाई चाहिँ कस्तो लाग्छ भने अब हुनु त मैले अब मेरो छोराछोरीलाई माया नगर्ने त्यो तरिकाको होइन तर मलाई चाहिँ कस्तो लाग्छ भने नि जुन हामीले गऱ्यौँ नि अहिले बाबाआमाको लागि त्यति मलाई उयो नै छैन गर्दैन डिफ्रेन्ट ठाउँमा आएको छौँ डिफ्रेन्ट कल्चर भनौँ यहाँको संस्कार फाल्टो खाल्छ त्यो भएर एक्सपेक्टेसन राख्नु पनि गाह्रो तर के हो भन्दाखेरि हामी त्यो कल्चरमा हुर्केको मान्छेले मेरो छोराछोरीले मलाई हेर्छ कि भन्ने त्यो मनमा अलिकति झिनो आशा हुन्छ त्यो त आशा त हुन्छ म चाहिँ के भएर होला होइन मलाई कस्तो अर्कै लाग्छ क्या किनभने नि अहिले मोस्ट अब यहाँ अमेरिका मात्र नहुनु नेपालमा त्यही स्थिति आइसकेको छ क्या अब यो त आउने नै हो नि त किनभने के भन्छ न्युक्लियर फ्यामिली जोइन्ट फ्यामिलीमा हामी हुर्केको मान्छे होइन न्युक्लियर फ्यामिलीमा अब मान्छेहरू बस्न चाहन्छ त्यो फ्रिडम लिन चाहन्छ अब घरमा बुढाबुढी एउटा नानी दुईवटा नानी आफ्नै तरिकाले आफ्नै तालमा बस्छ क्या कसैले रेखदेख गर्नु छैन तर हामी त जोइन्ट फ्यामिलीमा बसेको माथिको मान्छेले लो यसो गर्नुपर्छ भन्दाखेरि ओके छ त अनि मलाई त्यो जुन तपाईँले भन्नु नि बाउ चिनेन भन्ने खालको कुरा गर्नु मलाई चाहिँ कस्तो लाग्छ भने एउटा कुरो हामी कमाउनु गइन्छ नि घरको वाइफले चाहिँ के भन्नु पर्यो भने तेरो बाउ तिमीहरूको लागि दुःख गर्नु गएको छ है त्यो कुरा चाहिँ सम्झाउनु सकोस् क्या वाइफले त्यो गर्न सकोस् होइन तर यो विषयमा के भन्छ भने कतिजनाहरू त्यो लेभलको अन्डरस्ट्यान्डिङ नहुने वाइफहरू पाउन सक्छ त्यस्तोमा चाहिँ गाह्रो हुन्छ होइन त्यो कुरालाई बुझ्ने छ भने त सजिलो पनि हुन्छ मलाई एउटा कुरा के लाग्छ भने किनभने हरेक कुरामा सपोर्ट गरेको छ क्या सुषमाले पनि अनि त्यो कुराले गर्दाखेरि मलाई पनि ठिकै लाग्छ उसले हरेक कुरालाई मैले भनेको गरेको चालेको कदमहरूमा हरेक कुरामा सपोर्टेबल छ होइन त्यो भएर चाहिँ खुसी लाग्छ अब
उहाँबाट हस्बेन्ड वाइफमा सपोर्ट गरागर छैन भने त होइन। फेरि गाह्रो हुन्छ नि। कस्तो हुन्छ कसैको त्यसलाई त्यो यस्तो यो गर त स्लिप भएछ त्यो मैले भेटाइनँ क्या अघि अफ भएको छैन त्यसलाई त्यहाँनिर उयो रेकर्ड गर्नेलाई छो त यहाँनिर यहाँ अगाडि अगाडि हो त्यसलाई अँ अँ ल यो त्यसको अघि मैले भेटाइनँ कतिको कुरा मिल्दैन नि त। त्यो भएर इन्सान चाहिँ अलिक बोलिरहने बेला भयो क्या इन्सानको त्यही त म खोइ त अब इन्सानको फ्रेममा चाहिँ आउँदाखेरि त्यो एक्टिभ हुन्छ क्या इन्सानको फ्रेम जब एक्टिभ हुन्छ अनि मेरो त फेरि शब्दै कम्ती हुन्छ क्या गफ ठिकै छ त नि मार्क्ससँग त रमाइलो गफ भयो है अलिक अब होइन नराम्रो कुरा मात्र हो क्या मेरोबाट आउने चाहिँ फेरि मलाई यस्तो कुराहरू अब हरेक कुराको अनुभव पाइयो नि त। अब यो अनुभव पाइयो त्यो गरेकोले गर्दाखेरि कुरामा कुरा थप्न मजा आउँछ क्या। अब हाम्रो इन्सान बुबुलाई पनि लास्ट च्यालेन्ज छ नि अहिलेको इन्सान पहिलो कुरै हरेक कुराले च्यालेन्ज छ क्या। पहिलो कुरै अब अहिले अब हेल्थले पनि च्यालेन्ज दिइरहेछ होइन बुबुलाई। म त मेरो सल्लाहमा सुन्ने हो भने त सल्लाह दिने मेरो तर्फबाट दिने हो भने त घरमा बस्नुपर्छ वर्कआउट गर्नुपर्छ घर बेच्नुपर्छ होइन अफोर्ड गर्ने खालको घरमा सर्नुपर्छ अनि मात्र अब यहाँ अनलाइन भन्न त मिलेन तर पनि घर खर्चिलो गर्छ किनभने धेरै कुराको त्यहाँनिर इफेक्ट छ त्यहाँनिर धेरै कुराले गर्दाखेरि घर खर्चिलो छ। अब घर राम्रो छ ठाउँ राम्रो छ तर त्यो घरलाई मेन्टेन गर्नु खर्चिलो भइरहेछ। अलिकति हतार भयो क्या होइन त्यो बेला घरहरूको मार्केट एकदम हाई नै थियो पिकै थियो त्यो भएर मैले हतार भयो एउटा त हतार 100% हतार भयो होइन आत्तिनु पनि भयो आत्तियो पनि अनि त्यसपछि हिसाब किताब गरा अलिक कम भयो ल अब यो एउटा घरलाई धान्नको लागि त सर्टन इन्कम लिमिट पुग्नु पर्यो सर्टन यो गर्नु पर्यो त्यो पुरा नपुगी चाहिँ यहाँ यस्तो भएको यहाँ अब भन्न नमिल्ने हो यो कुरोहरू तर पनि होइन ठिकै छ। तर होइन यो त हामी धेरै नेपालीहरूको भुटनिस नेपालीहरूको समस्या यो छ नि फेरि अहिले केही मान्छेहरूले राम्रो गरिरहेको होला तर केही कुरा यो भयो भने त मान्छेहरू त कति मान्छेले त केयर किपरकै पैसाले आशले किनेको छ नि त लास्टमा अनि त्यो के अरे अनि केयर किपर चाहिँ बाँडफाँड भएपछि त लास्टमा के गर्नु पर्यो त बेच्नु परेन घर अब होइन अब घरमा पैसा खेरै जान्छ भन्ने त होइन तर पनि त अब के अरे स्ट्रेस लेभल धेरै हुन्छ घर किनेर लास्टमा फेरि बेच्नु पर्यो भने त जस्तै अब गाडी किन त्यो लोन तिर्नु नसकेर ब्याङ्कले लग्यो भने त कस्तो भयो त होइन। अब मेरो यसमा चाहिँ अलिकति कस्तो पनि भयो भने होइन आत्तिनु पनि धेरै आत्तियौँ हामीहरू होइन विशेष गरेर भन्नुपर्दा अब खासै पनि मलाई त्यो घर किनिरहनु पर्ने जरुरी थिएन होइन 10,000मा कुरा नमिलेर त्यो बाथरुम 10,000मा बनाएको भए त त्यही घरमा अटिहाल्थ्यो नि त यो माथिको घरमा। बाथरुम बनाउने हुँदा पनि नमानेको नि त बाबा ए हो त्यसो बाथरुम बनाउने हुँदा पनि नमानेर चाहिँ गाह्रो भएको हो कुरा होइन घर अब त मैले बेसमेन्टमा बनाएँ कोठाहरू गरेँ यताउति गरेँ तर बाथरुम बनाउँदा पनि को सुत्ने बेसमेन्टमा भनेपछि घरले गर्दै नै अब ट्रकिङ जानु बाध्य परियो। 1900 त इन्ट्रेस्ट लान्छ भनेपछि बुझ्नु नि अनि त्यहाँदेखि उता कति तिरिन्छ होला माथि होइन तर पनि जे होस् ट्रकमा पनि हामीले
अलिक खानपिनमा ध्यान अनि जे जस्तो भयो भने एक्सर्साइज अहिलेलाई एक्सर्साइजहरू ठिकै छ होइन भरिसके इन्ट्रेस्ट रेट घटेछ भने रिफाइनेन्स गर्ने एकखेप रिफाइनेन्स गरिन्छ रिफाइनेन्स गर्दा अब लिमिटमा आएछ भने चाहिँ सायद बसिन्छ होला होइन ठिकै छ होइन किनभने अब अहिले मलाई अब विशेष गरेर मलाई भनौँ न अब यो खानेकुरा खानु जानिएन होइन खानेकुरा अलिक कन्ट्रोल अनि अब गाडीको स्टपमा एकछिन एक्सर्साइजहरू चाहिँ अब एक्सर्साइज जिरो गर्नुपर्छ बिहानदेखि उठेर कुदाएकै खायो छ्याप सुत्यो बिहान जुरुक्क उठ्यो फेरि कुद्यो त्यसले गर्दा पनि होइन त्यहाँदेखि घरमा आयो अलिकति ट्रकिङ लाइफमा हिँडेपछि ट्रकिङमा हिँडिसकेपछि म पनि अब त्यो पहिलेको तरिकाले कहाँ हिँड्नु सक्छु त एक्सर्साइज गर्नु सक्दिनँ नि त गलिन्छ घर आयो हप्ता दिनको लागि छुट्टी आइन्छ घरमा पनि फेरि त्यही खाले अर्कै तरिकाले खाइन्छ अर्को कुरा खाएपछि आएन अहिले मलाई चाहिँ त्यसले गर्दाखेरि हेल्थले पनि अहिले अब च्यालेन्ज गरिरहेछ होइन लाइफमा धेरै नै च्यालेन्जिङै भयो होइन च्यालेन्ज भन्ने कुरा त सबैलाई हुन्छ आफ्नो आफ्नो तरिका ठाउँमा हुन्छ होइन तर त्यसलाई कसरी सल्भ गर्दै अगाडि जाने कुन कुरालाई प्रायोरिटी दिने हो त्यो कुरालाई याद गर्नुपर्छ अब हेल्थलाई खानेकुराहरूमा कन्ट्रोल गर्न थाल्यो हेल्थलाई इम्पोर्टेन्ट दिनुपर्छ खानेकुरामा अब 40 सम्म चाहिँ ट्रक डोर्याउनु पर्ला त्यत्रो चाहिँ नभनौँ होइन गर्नु चाहिँ गरिन्छ तर त्यत्रो चाहिँ म चाहिँ 40 सम्म ट्रक डोर्याउने हो त्यहाँदेखि उता चाहिँ बरु सुरु गर्छु होला कुदाउनु अब अझै छ सपनाहरू छ तर अब त्यस्तो बिग चाहिँ छैन तर पनि अलिअलि त्यहाँ कुरोहरू चाहिँ छ होइन अब अहिले त भाइ पनि सपोर्टेड भएको छ मेरो त होइन देख्दाखेरि त अब मेरो घरमा त पैसा छ नि पैसा मेरोमा पनि त्यसै भन्छ तर गाउँले देख्दा नि पैसा होइन अब बाउको नाम बिचारी होइन बिचारी बुढाको त अब अहिले के छ र पैसा चाँदी कटाइ छ एउटा छोरो अमेरिका एउटा छोरो अस्ट्रेलिया बुहारी पनि अमेरिका अनि कहाँ राख्दैछ बिचारी बुढोले पैसा भन्नु चाहिँ मान्छेहरूले इन्सानको पैसा भन्छ होइन तर इन्सानको दाँतबाट चाकबाट पसिना आएको चाहिँ थाहा छैन मान्छेहरूलाई होइन त्यो कुरा चाहिँ तर होइन यस्तो पनि हो हाम्रो समाजमा मान्छेहरूले त्यो कुरा बुझ्दैन क्या कमाएको मात्र देख्छ क्या कमाएको मात्र देख्छ होइन यो केटोले कुदाउँछ यसको बाउले काम गर्छ आमाले काम बुढीले काम गर्छ भन्ने मात्र छ क्या तर त्यो होइन नि त कसले काम गर्दैछ कसले पेल्दैछ भन्ने कुरा मान्छेले बुझ्दैन नि त जाने ठाउँ मान्छेले याद गर्दैन के छ त्यो कुरा बुझ्दिँदैन मान्छेहरूले तर यसो हेर्दा त बाउ पनि काम गरिरहेको आमा पनि काम गरिरहेको अझै बुढी त झन् अब काम गरेकै होला नि अस्ति मैले सुषमालाई जिस्काइदिएको क्या यो वर्षको अब ट्याक्स फाइल गर्ने बेलाको कमाइ भएछ अनि मैले हिसाब खोजेँ क्या उसलाई जिस्काएको अब त्यो मैले त्यो हिसाबै खोजेको त होइन नि त सिरियस टेकर तर पनि उसलाई मन चोरेको उसले हिसाब देखाउनु सकेन क्या मलाई त्यस्तो हुन्छ क्या कस्तो होइन कति कुराहरू हिसाब नदेखाउने किनभने अब त्यस्तै हो नि त अब मेरो पनि अब खर्च गराइ त्यस्तै नै छ अब यता घरमा पनि त्यस्तै छ तर हुनु त मैले त्यो वायतमा लगेर त्यो उयो गरेर त सकेको होइन त्यही पनि काममै हो होइन तर पनि अब संसारमा सबैलाई खुसी बनाउनु पर्ने रहेछ यता 50-50 छ मेरो चाहिँ 50-50 नै छ होइन मैले के भनेको भने त्यो होइन ट्रककै कुरा गरौँ न हामी उता जाँदाखेरि त्यो माथि नभेडामा छ नि टेरिबल I-80 को तल हो त्यो एक्जिट 16 कि कतिमा रिनोमा पनि रिनोदेखि अलिक यता त्यो फ्रन्टलेमा टेरिबल छ नि टेरिबल क्यासिनो के है त्यो टेरिबल क्यासिनोमा
हुन्छ हाम्रो इन्सानलाई चाहिँ त्यो स्लटले चाहिँ फापेको क्या $20 लगाएको थियो होइन म चाहिँ बाथरुम गएको थिएँ $20 त खोइ कति 400 कति प्राङ्गै पारि गएछ हो छ यति पो पर्यो भनेर निकाल्यो अनि म त खेल्दिनँ खेल्नु हुँदैन है मैले भने तर भान्ज उहिलेदेखि त्यहाँ रहेछ बानी ठेडक तर अब 400 आएको मात्र देखेँ मैले त तर गएको कति गएको थियो त्यो पहिला अनि त्यस्तो हो नि तर मैले यो कुरा त मेरो पापाले पनि भन्नुहुन्छ होइन कमाएको पैसा त्यो मैले कमाएको पैसा लगेर यहाँ डिपोजिट गरेको छस् भनेर पापाले भन्नुहुन्छ त्यो कुरा मलाई होइन हाम्रो इन्सान त क्यासिनोमा डिलर गरेको मान्छे होइन धेरैवटा प्रोबेबिलिटी हुन्छ नि यहाँ यो क्यासिनोमा यो कुराले अर्न हुन्छ हाउसको फेभरमा हुन्छ प्लेयरको फेभरमा हुन्छ भन्ने कुरा त जानेको हुनुपर्ने त होइन र त्यो जानेको सिकनेस त्यो भने त सिकनेस हो यस्तो देख्यो सबैलाई थाहा हुन्छ नि जानु मन परिहाल्छ होइन सबैलाई थाहा हुन्छ नि त्यो कुरा त हामी जितिँदैन सबै कुरो यो मेसिनले लान्छ क्यासिनोले लान्छ भन्ने कुरो त हो नि तर पनि एउटा कुरो अब एउटा हिसाब सोच्नु नि फ्यामिलीदेखि त्यति टाढो भइ होइन महिना दिन बसेर बाहिर बसेर हामी पनि त होमसिक भइन्छ नि त अब एउटा कुरो नानीहरू यत्रो हुन्छ होइन अब फोनमा बोल्दाखेरि पापा भन्छ होइन त्यो कुराहरूले गर्दाखेरि त एक सम्झिँदाखेरि त यो छोडिदिएर गइहाल्नु क्या जस्तो पनि हुन्छ नि त तर पनि अब आफ्नो आवश्यकताहरू छ होइन अब नानीहरूकै भविष्य छ भनौँ न होइन आफ्नो आवश्यकता प्लस नानीहरूको भविष्य हामीले अहिले गरिदिइराख्यौँ भने त भोलिको दिनमा सजिलो होला जस्तै के अरे पुर्खाइदेखिको मिलियनरहरू पनि छ नि त नेपालमा हो किन भन्नु पुर्खाइदेखिको सम्पत्तिहरू भएको मान्छेहरू छ नि कति धेरै छ नि उनीहरूलाई कति इजी छ त सोच भएर पनि होला क्या मेरो पुर्खौली सम्पत्ति भनेर पनि होला क्या म अलिक बिग्रेको क्या होइन तर होइन अहिले अब भने त पहिलेको जस्तो त्यस्तो अब के भन्छ रेगुलरली जाने काम चाहिँ छैन होइन तर भने नि गल्ती चाहिँ गरेकै हो मैले ट्रक स्टपको होइन ट्रक स्टपको त्यो स्लट मेसिनहरू चाहिँ एभोइडै गर्नुपर्छ जस्तो लाग्छ त्यो उनीहरूले त्यो ट्रक स्टपमा त्यो उनीहरूले पासै थापेको हो नि त ट्रकरहरूले खेलोस् है भने त्यही भएर म बेला टेक्सासतिर पुग्यो भने ट्रक स्टपको सट रेस्ट एरियामा लैजाउँ कि पिकनिक प्लाजामा लैजाउँ कि जस्तो हुन्छ क्या तर के टोइलेट मलाई नि आउँछ फेरि होइन मैले चाहिँ ट्रक कुदाउँदाखेरि होइन मेरो यो कहानी सुन्ने भन्दाखेरि चाहिँ मैले चाहिँ ट्रक स्टपमा लगिनँ क्या खालि रेस्ट एरिया हो छले रोक्ने नै रेस्ट एरिया मेरो चाहिँ टार्गेट के हुन्छ भन्दाखेरि अब सुरुमा थियो ब्याक गर्नु अप्ठ्यारो हुने साह्रो हुने अनि त्योभन्दा त फेरि मैले त त्यो 10 आवरको एकदम त्यो यसमा काम गरेको स्ट्रेट काम गरेको अनि म त सोलो कुदाएकोले गर्दाखेरि ठाउँ सुइँ लग्यो ट्रक स्टपमा ठ्याक्क राख्यो सुत्यो उठ्यो नुहाउने दिन छ भने सुइँ लग्यो पाइलटमा लग्यो अनि कहाँ खाली छ ठ्याक्क राख्यो अनि नुहाइदाइ गऱ्यो निक्लेर हिँडिगयो अनि फेरि बस्ने बासी खोज्यो रेस्ट एरिया नै त्यो हुँदाखेरि के हुन्छ भन्दाखेरि मलाई पार्क गर्नु पनि सजिलो हुने अनि त्यो गाडीको मलाई फेरि त्यो सुत्नु क्या एकदम शान्ति चाहिने मान्छे हो क्या फेरि रेफरको छेउमा पर्यो भने त सोलो मान्छे सुत्दैन नि अनि साउन्ड आउनेहरू अनि त्यहाँ गयो होइन मैले त अनि एयर प्लग लगेको थिएँ क्या कम्पनीबाट मैले गरेको कम्पनीबाट यति मैले चाहिँ लिएको थिएँ पहिल्यै नै मलाई चाहिन्छ भनेर अझै पनि छ मेरो ब्यागमा एयर प्लग ठ्याक्क लगायो अनि छप्पस एक दिनमा मजाले सुत्यो अनि उठ्यो पछि चाहिँ अनि अब साह्रो पर्यो अनि फेरि उठ्यो म त खतरा गरेर ट्रक त कस्तो दुःख गरेर गरेको नि होइन एउटा कुरो म ट्रकिङ लाइफमा म भन्नु पर्दाखेरि सेटिस्फाई पनि छु किनभने मैले
ट्रकिङ लाइफमा जति पैसा कमायो नि त्यो कुराहरू हरेक कुरा चाहिँ युटिलाइज भयो क्या सबै पैसाहरू कमाएको चाहिँ मैले युटिलाइज गरेँ त्यो पैसा चाहिँ एउटा कुरो जोगिएको जस्तो भयो कहीँ खेर गएन त्यो चाहिँ भयो मैले पनि मेरो पनि पैसा त्यस्तो साह्रो खेर गएन मैले पनि राम्रै गरेँ ट्रकमा गरेँ तर मैले जुन एस्पेक्ट गरेर म ट्रक लाइनमा पसेको थिएँ मैले त्यस्तो गर्न सकिनँ किनभने मैले चाहिँ एक्सपेक्ट गरेकै जस्तो भयो होइन हेर्नु मैले अब 2 वर्षभित्रमै घरसर बनाएँ होइन अब भन्दाखेरि पत्याउँदैन होला अब लगभग 2 करोड एउटा सिजन त फेरि हाम्रो राम्रो 2 करोड जस्तो त त्यो घरमै खर्च भइसक्यो मेरो यताउति 2 करोडको खर्च भनेको त थोरै यस्तो भयो क्या फेरि त्यो घर कस्तो भने 2022 को इयरमा राम्रो भएको नि त हाम्रो कम्पनीमा राम्रो त्यो युजी के भन्ने कम्पनी हैन म पनि त्यहाँ जाउँ भनिरहेको थिएँ तर म चाहिँ मेरो यहाँ घरको यसले गरेर कस्तो त्यतिखेर त्यो नेपाल जाँदा गएँ नि म त्यो वर्ष घर बनाएर त्यतिखेर मलाई त हुनु त अलिअलि बाँकी चाहिँ थियो है ऋण चाहिँ थियो यहाँको पैसाहरू यहाँको र उताको गरेर फेरि पछाडि ब्याक भएर मैले सबै तिरेँ 1 वर्षमा सबै तिरेर यताउति म्यानेज भयो होइन अनि सबै कुरा युटिलाइज भयो भाइलाई अब उता पठाइयो होइन सबै पैसा यतैबाट सबै यतैबाट हो ट्रक नहुनु हो त गाह्रो नि घरै धितो राख्नुपर्ने स्थिति थियो नि सम्भवै थिएन नि घर पनि कहाँ अब त्यो झुप्रा घर पहिलेको घर त कहाँ धितो बस्थ्यो त अनि पहिले अब त्यो त ट्रक कुदाएर त बनेको हो घर होइन भाइ त अनि ट्रक घर बनिसके पछाडि गएको होइन त्यतिखेर प्रोसेस त त्यतिखेर थियो नि त उठाउँदा म त जानु चाहिँ ढिलो तर जे ट्रकले त माक्सलाई त राम्रो गरेको छ नि खापै छ नि त्यही अनुसारमा हो भने त इन्सानलाई त फापेन नि त खोइ अब मेरो चाहिँ भनौँ न मेरो चाहिँ ब्याङ्क डिपोजिट गर्ने ब्याङ्कै अलिक भिन्दै तर अब होइन जे होस् होइन मान्छेलाई गरेको हो अब म सँगसँगै कुदाउने अरूले पनि गरे नि त अरू साथीभाइले पनि गरो तर होइन साथीभाइको यसो म यो भन्दा पनि केही भन्छु भने नि मैले चिनेको होइन मेरो साथी नि ट्रकमा धेरै लामो समयदेखि काम गर्ने मान्छेहरू छ क्या नाम चाहिँ नभनौँ होइन अब नाम भन्दा त मान्छेले चिनिहाल्छ नाम नभनौँ नाम नभनौँ होइन तर खै त्यस्तो साह्रो प्रगति गरेको म देख्दिनँ छैन कतिले होइन तर एउटा कुरो मलाई चाहिँ कस्तो भने नि च्यालेन्जिङ पनि भयो क्या जति माक्साले प्रगति गर्नुभएको छ त्यो त्यति साह्रो मैले अरूले गरेको मैले देखेको छुइनँ होइन मलाई चाहिँ च्यालेन्ज एउटा कुरो कस्तो भयो भने साथीभाइ धेरै मैले अहिले त्यति नगर्नु भने त मलाई सबैले थुक्थ्यो नि त थुक्दै थियो गाउँघरमै खै के गर्छ गाउँघरमा आयाबारीमा के गर्छ होइन बाबाआमाले भन्थ्यो होला त अमेरिका कहाँ गएको केटो भन्नुहुन्थ्यो होला कि खाडी गएको भने त्यति नगरेको भए त अनि एउटा कुरो अब त्यो कुरामा चाहिँ अब मेरो वाइफको पनि सेक्रिफाइस छ किनभने उसलाई पनि अब उसको पनि इच्छा चाहना हरेक होला के होला होइन त्यो कुरालाई अब मैले इग्नोर गरेर म आफ्नो के अरे उयो सपनातिर लाग्यो होला होइन त्यो आफ्नो ठाउँमा छ होइन ठिकै छ जे होस् अनि तर पनि म चाहिँ के भन्छ भने मेरो प्रगति देखेर बुढी पनि अभियसली खुसी हुनुपर्छ भन्ने कुरो के एप्रिसिएट गर्नुपर्छ त्यो कुरालाई होइन मलाई जस्तो लाग्छ एप्रिसिएट गरिरहेछ होइन अहिले अब ट्रकिङमा कुदाउँदै कुन चाहिँ म एक दुईवटा होइन मेरो एक्सपिरियन्स होइन र अब माक्सा र भान्जोको एक्सपिरियन्स कस्तो मलाई चाहिँ होइन ओक्लामा हिँड्नु कस्तो मजा लाग्ने क्या त्यो I-40 त्यो बाटो कस्तो मजा लाग्ने त्यो राम्रो छ नि त एकदम सरर छ हैन त्यो पनि भयो अब यसो साइडमा हेर्दै हिँड्दा भेडा गाई गोरु यताउति मलाई ढुक्क अनि त्यो अब गाडी साडी हल्लिने यताउति नहल्लिने चाहिँ कहाँ भन्नु न ट्याक्सेसको लाग्छ क्या ट्याक्सेसको
होइन टेक्ससको बाटो पनि ठिक छ कि तर एरिजोना आयो खत्तम चाहिँ होइन एरिजोना चाहिँ अहिले त बनायो होइन एरिजोना पनि ठिकै छ तर मलाई चाहिँ ओक्लाहोमा चाहिँ कस्तो मजा लाग्छ क्या हिँड्न त्यो बाटै राम्रो लाग्छ हिँड्नु चाहिँ 80 पनि ठिक हो है समरमा चाहिँ होइन 80 त राम्रो होइन अब अलिकति हिउँले चाहिँ तनावै गराउँछ हामी त्यो यसमा भेट भएर क्या एक्जिट 23 भेट भएर खानासाना खाएर हामी छुट्यौँ नि मनी ऊ खड्क अनि सोम गुरुङ अनि मनी कान्छा र मलाई चाहिँ यसमा युटामा पख्रियो होइन गुरुजोतमा गर्दा गुरुजोतमा गर्दाखेरि अनि तिमीहरू चाहिँ उता थियो तिमीहरू अलिक पछाडि थियो अनि त्यहाँ भेट भएर हामी खाना खाएर अनि आउँदै गर्दाखेरि चाहिँ हाम्रो गाडी मनले कुदाएर आएको थियो ठ्याक्क सल्ट लेक सिटी त्यो उकालो चढ्ने बेलामा पडाङ्गै पड्कायो हो अनि त्यसपछि अनि इन्सानले जितेर गएकै फेरि हामी त्यहाँबाट हिँड्दा हामी कहाँनिर नवरास्कामै होला हो होइन रहेछ नवरास्कामा होइन रहेछ आउने बेलामा वायाङमिङमा मैले त्यो गाडीको त्यो एयरलाइनै पडङ्गै हिर्काएर गाडी नै ब्रेक लगाएर आमामा हामी त त्यो गुर्जोतकोमा काम गर्दाखेरि त लास्ट दुःख पायौँ तर जोस् गुर्जोतले शेरसिंहले हामीलाई साह्रो राम्रो गरेको है राम्रो गरेको अनि हामीले त त्यो शेरसिंहकोमा काम गर्दै छोड्नु पर्यो होइन तर जो शेरसिंहलाई पहिलो महिना चाहिँ हामीले घाटै बनाइदिउँ पहिलो महिना चाहिँ ब्याडै भयो उसको लागि अब हामीलाई पे गर्नुपर्ने थियो गाडी पनि बिग्रेकै होइन गाडी नयाँ गाडी दिएको थियो है 50,000 कुदेको भनेको त नयाँ गाडी हो नि त 50,000 कुदेको गाडी थियो नयाँ थियो है अनि त्यो सुरुको पहिलो विकै डढाइदिउँ होइन ब्रेक डढाइ मात्र दिउँ न म पनि निक्लेँ है मनी पनि निक्ल्यो मनीले ड्राममा लगाइदिँदा त ऊ ड्राइभर साइडको उता ड्राइभर बसिरहनु पर्ने म प्यासेन्जर साइडको म थिएँ म प्यासेन्जर साइडको निक्लेर ढोका खोलेर निक्लेको ऊ पनि ल के भनेर ब्रेक लगाएर आएर ड्राममै दिएर चाबी लक भइगयो अनि आगो लागिरहेछ है आगो त्यस्तो ठुलो लागेको छैन तर जस आगो लागिरहेछ यो फायर एक्सटिङ्ग्विसर हुनुभयो त हामीले मारिहालेको होइन अनि फायर डिपार्टमेन्टलाई 911 कल गरेर हामी यहाँ छौँ भनेर आएर उनीहरूले आगो त लागेन अलिअलि लाग्यो तर जे होस् त्यो एयरलाइनहरू गएर चाहिँ ब्रेकहरू भएन अनि तर त्यहाँबाट त फ्रेस्नो उनीहरूको यार्डमा पुग्नु 45 माइल्स कति थियो बिचमा वेट स्टेसनहरू पनि थिएन सरर लगेर हामीले त यार्डमा छोडिदिउँ यार्डमा छोडेर के भयो यस्तो भयो भने अनि ल ठिकै छ नि त भन्यो अनि उनीहरूकै सब ट्रक डेमा कुदाउँदा मजै हुन्छ हौ यसो रमाइलो हुन्छ हुन चाहिँ हामीले त तर गुर्जोतलाई मैले पैसा पनि कति ठाउँ बचाइदिएको छु नि गुर्जोतलाई त्यो वायाङमिङमा एयरलाइन अफि किनेर लिएर रिप्लेस गरिदिएँ होइन टाउको मात्र लगेर तल आई थिङ्क त्यो रालिङ छेउमा त्यो टिएमा गएर मैले किनेर ल्याएँ पहिला चाहिँ ठुलो किनेर ल्याएछु अनि फेरि फर्काएर कुदाएर होइन 2 खेप होइन 3 खेप ओहोरदोहोर गर्दा मात्र अनि फिक्स गरिराखेर अब तपाईँले त अलिअलि जान्नु अनि फिक्स गरिदिएँ होइन अनि तर त्यसो गर्दाखेरि आफूले चाहिँ दुःख पाइन्छ होइन आफूले दुःख पाइएन नि हामीले त्यहाँनिर यदि पर्खिनु भने चाहिँ झन् धेरै पर्खेको हुन्थ्यो तर अब त्यो बनाइदिएको बाफत तिनीहरूले अब यताउति एप्रिसिएसन चाहिँ गर्ने काम चाहिँ गर्ने थिएन पैसा चाहिँ जोगाइस अनि त्यसपछि त्यहाँ फिक्स गरिदिइराखेर अनि आयौँ अनि फेरि आएर यता छोड्ने बेलामा हामी त्यो स्प्रिङफिल्डमा मिसौरीको स्प्रिङफिल्डमा मनीले खै गाडीको के झरेको थियो ड्याङ्गा हिर्काएर
त्यो एयरलाइन नै अर्को एयरलाइनको यो नै ठ्याङ्गा भचाएर छैन, गाडी नै स्टार्ट नहुने है। अनि हिउँको बेलामा हो त। अनि के चाहिँ भयो भने गाडी स्टार्ट गर्यो ब्रेक लागिहाल्ने, अनि के चाहिँ भयो मैले गाडी स्टार्ट गर ल भनेर गऱ्यो, हेर्दै गएको त त्यो ग्यास ट्याङ्कको यो नै ठ्याङ्गा लगाएर भाँचिएछ होइन। अनि मैले बसलाई फोन गरेँ, शेरसिंहलाई फोन गरेँ, फोन गरेर भने यस्तो यस्तो भयो पाजी, के गरौँ भनेको। अनि भन्दाखेरि चाहिँ अनि म फिक्स गर्नु सक्छु, तर तैँले मलाई पैसा दिनुपर्छ, उबर लाग्ने रहेछ $100, अनि त्यो सामानहरू कति लाग्छ दिन्छस् भनेको। दिन्छु भन्यो क्या होइन, दिन्छु भन्यो। अनि त्यो स्याम्पल लगेर गएर उबरमा सुइँ गएर मलाई यो चाहियो भनेर फोटो खिचेर गएर होइन, त्यो यसो हेरेको सबै थाहा भइगयो। अनि चाहिँ गएर त्यो पाइलट टिएमा गएको ठ्याक्क सामान रहेछ, $10 कति डलरमा मात्र आइगयो त्यो होइन फिटिङ। अनि अनि $100 उबरमा गयो क्या, जानु $40 आउनु $40, $20 टिप्स गर्दाखेरि 100 गयो। अनि शेरसिंहले पैसा दियो, अनि हामी बनाएर त्यसपछि हामीले त्यो लोडलाई किङ्सम्यानमा कहाँनिर छोडिराखेर फेरि अनि अर्को लिएर आएको क्या। हामी त फ्रेसमा त त्यति साह्रो तपाईँहरूलाई पनि त्यो यता वानरहरूले जस्तो टेलर स्वाइप गरेको गरिरहन्थ्यो नि त, राम्रो पनि भयो। पर पुग्दा क्यालिफोर्निया पुगिसक्दा अब ट्राफिक होइन, त्योभन्दा त बरु थप त्यहाँबाट फर्किँदा उति नै त्यो 200-300 माइलको डिफ्रेन्स। किङ्सम्यानबाट दिनमा उहाँ पुग्ने दिनमा यता अर्को ठाउँमा आइन्छ। किङ्सम्यानमा आएर हामीले त लोड झाडती राखेर त्यसपछि एउटा लोड लिएर कहाँ हामी त्यो पनि आधी लोड लिएर आयौँ। भेगासम्म आयौँ नि त्यो लोड लिएर, भेगामा आएर फेरि त्यसपछि यताबाट एउटा हाम्रै नेपाली मान्छेको लोड लिएर फर्केर गयौँ नि त। त्यहाँदेखि चाहिँ अनि हामी फेरि डाइरेक्ट क्यालिफोर्निया पुग्यौँ, यार्डमै गयौँ। यस मजा हुन्थ्यो शेरसिंहकोमा कुद्नु नि। मलाई त क्या यो लाग्छ क्या, शेरसिंहले हामीलाई यस्तो भनौँ न, मलाई र मनलाई ट्रक लाइनमा पसेर पैसा पनि चाहिरहेको थियो होइन। ट्रकमा अरू ठाउँ नहुँदाखेरि शेरसिंहले हामीलाई लास्ट सहयोग गरेको छ क्या। त्यो यस्तो बेलामा शेरसिंहले हामीलाई उसको यो ट्रकिङ कम्पनीमा एक्सेप्ट गर्यो कि हामी पनि एक्सेप्ट नगरेको नि त तपाईँलाई, जेसीले पनि नबोलाएको ट्रक छैन कस्तो। म त अझै के हुन्छ शेरसिंहलाई त म जहिले पनि थ्याङ्क यू दिइरहेको हुन्छु क्या, यो मान्छेले मलाई राम्रो गरेको छ होइन, उसको कम्पनी राम्रो होस् भनिरहन्छु क्या म नै मन उसको लागि प्रे गर्छु। किनभने यस्तो बेला सहयोग गरेको छ कि जहाँनिर काम फालाफाल थियो तर हामीले चाहिँ काम पाइरहेको थिएनौँ क्या। के छ त अनि फ्युचर प्लान कि फेरि ब्याक हुने कि के छ तपाईँको ट्रकमा? ट्रकमा म अब फर्किदिने होला सायद। अब मेमा म मेरो लाइसेन्स म सरेन्डर गर्दैछु, नगर्ने किन गर्ने भन्दाखेरि, सरेन्डर गर्ने भन्दाखेरि चाहिँ कुनै बेला दारू पानी खाएर कुदाएर पुलिसले भेटायो भने त ड्याङ्गा सस्पेन्ड गरिदिन्छ। गाडीको मात्र हुँदाखेरि त उसले मलाई सस्पेन्ड गर्नु पाउँदैन होइन। तर सकेसम्म नखाने हो, तर पनि कुनै बेला अब तिहार हुँदी चाडबाडमा चाहिँ खाइयो भने त, कुदाइयो भने त, पक्रियो भने त नि 1 वर्ष त गयो त नि, फर्स्ट अफेन्समै गइहाल्छ। बरु कारको मात्र हुँदा त उनीहरूले त्यो गर्नु पाउँदैन, सस्पेन्ड गर्नु पाउँदैन। त्यो भएर चाहिँ अनि यो मेमा चाहिँ म गएर सरेन्डर गर्ने। आई थिङ्क पैसा पनि बच्छ होला रिन्यू गरेको। अनि फेरि अब जाउँ भने कम्पनीमा मैले अहिले 5 इयरको कन्ट्र्याक्ट साइन गरेको छु क्या। 5 इयर कन्ट्र्याक्ट साइन
साइन गरेको मैले छु भन्नु खोजेको त्यो भएर म जान्दिनँ लाइफमा पछिको कुरो अब 55 इयर्स पुगेपछि पछाडिको कुरो क्या होइन त्यतिखेर आई थिङ्क अरू केही हुन्छ होला सायद त्यतिखेर गरिन्छ होला त्यतिखेरसम्म त आफ्नो पोजिसन गुड पोजिसनै हुन्छ भन्ने आशा छ मेरो त एउटा कन्सेप्ट के छ भने छुवा अब टक्क कामसाम गर्ने छोराछोरी बढ्छ हुर्किन्छ होइन अब उनीहरूको पनि आफ्नो तरिकाको सोच होला के होला होइन आफू चाहिँ अब बुढो हुँदै गएपछि ट्रक कुदाउने 5-6 महिना यता अनि 5-6 महिना नेपाल गएर बस्ने गाउँतिर होइन त्यो पनि राम्रो हो होइन त्यो एउटा सोच क्या अब बुढाबुढी भ्याकेसन जाने होइन आउने हो त्यो तरिकाले इष्टमित्र पनि भेटिन्छ त्यो बेलासम्म ट्रकिङ बिजनेस हुन्छ कि हुँदैन भन्ने मात्र हो क्या यो ट्रकिङ बिजनेस त हुन्छ छुवा जसो अब एआईले क्याप्चर गर्यो भने त सेल्फ ड्राइभिङ कारहरू ट्रकहरू आयो भने त लु टेस्लाले अब म सेल्फ गर्ने निकाल्छु हुँदैन म चाहिँ किन भन्छु नि सम्भव छैन छुवा त्यो चाहिँ लोकल गर्ला लोकल तर लङ चाहिँ हुँदैन म चाहिँ फेरि के भन्छ लङ चाहिँ हुन्छ लोकल चाहिँ हुँदैन किनभने मेन कुरो अब यो माग्छ अनि टेस्लाको सेल्फ ड्राइभिङ गाडीमा बस्नुभएको छ छैन बसेको त बस्नुपर्छ क्या स्ट्रिटको बाटो देखाइदिन्छ क्या हो मैले माने त्यो कुरा त तर कस्तो भने मेन कुरो चाहिँ तिनीहरूको ब्याट्री चाहिँ समस्या हो क्या लङ रुटको लागि क्या होइन अब उनीहरूले नि उनीहरूले अब त्यो रोबोटले आफै नै चार्ज गरिदिने सिस्टम बनाइदिइरहेछ भनेपछि त त्यो त अब चार्ज सकेपछि त त्यो गएर उसले आफै त्यो चार्ज गर्ने बनाइदिएपछि त अब उसले मान्छे देख्छ गाडी देख्छ उसले त्यो खाली चार्ज स्टेसन पनि त देख्छ नि त होइन हो कि तर चार्ज गर्नुको लागि लाग्छ नि त त्यसो त चार्जिङ स्टेसन भएको खाले ट्रक स्टप चाहिँ अब बनिनु टाइम लाग्छ तर जे होस् त्यही पनि होइन अब ट्रक आफै सोच्नु न कति हुन्छ त होइन अब हुनु त असम्भव भन्ने कुरो त छैन तर पनि एउटा कुरो म चाहिँ हाम्रो लाटो हिसाबले चाहिँ कस्तो भने अब लगभग अब वर्ष कि अब टाइम टेक हुन्छ नि त कि नत्र भने त्यस्तै अब हामीले 2 दिनमा पुर्याउने लोड चाहिँ 5 दिनको उयो हुनु पर्यो इस्टिमेट हुनु पर्यो त्यही हो मेरो भनाइ चाहिँ त्यो नत्र भने अब ठाउँ टु ठाउँमा स्विच गर्दै लाने अब सिस्टम हुनु पर्यो उनीहरूको होइन केही न केही त हुन्छ होला तर जे होस् कि अब ट्रक चेन्ज गरेर टाउको चेन्ज गरेर होइन हो त्यो तरिकाले गर्न सक्छ टाइम लाग्छ यो कुरा हो यो कुरा अहिले सम्भव छैन 30-40 वर्ष लाग्छ 30-40 वर्षमा अब भइहाल्छ नि होइन के अरे मलाई जहाँसम्म लाग्छ त्यो चार्जिङ ट्रकै बनायो भने पनि एउटा न एउटा ड्राइभर चाहिँ हायर गर्छ है जस्तो लाग्छ किनभने अब मैले हुन चाहिँ अब क्यालिफोर्नियामा चाहिँ किनभने डिस्प्याचको लागि अथवा के अरे उयसको लागि भए पनि क्यालिफोर्नियामा पेप्सी कोकहरूको चाहिँ अब मैले टेस्लाको हो कि के को हो छ ट्रक चाहिँ देखेको थिएँ मैले ट्रक त अहिले फ्रेट लाइनरको पनि छ अरे उयो त कस्तो भने तर लोकल क्या छ लोकलको लागि अब त्यसले त चार्ज भयो नि त यसो घुमेर आयो अनि बेलुका आयो फेरि चार्जमा हालो हो त्यो तरिकाले क्या हो त्यो चाहिँ अहिले गरेको छ गर्नु त हामीले पनि उता लस एन्जलसमा त्यो 1000 ओक्सतिर देखेको है त्यहाँनिर मजाले अनि लास्टमा यही पाराले हो नि त सबै कुरा अब रोबोटले सबै कुरा उयो गर्न थाल्यो भने त मान्छेको त कामै भएन नि त भ्यालु नै भएन त मान्छेको होइन मान्छेले काम नगरेपछि होइन केही न केही अर्को उपाय हुन्छ के हुनु पर्यो भन्दाखेरि अब होइन धेरै मान्छेहरूले धेरै अब विद्वानहरूले बोलिरहेको युनिभर्सल स्यालेरी हुन्छ भनिरहेछ अब यो कुरा त अब यसो हेर्दाखेरि पनि देखिरहेछौँ नि त अब हामीदेखि अलिकति सानो जेनेरेसनहरू काम गर्न अल्छी गर्छ त त्यो पनि
के काम गर्नु पढ्नु अल्छी गर्न थालिसक्यो अल्छी गर्नेहरूले अब कामको त कुरा छोडिदिनु म पछि त फेरि अहिले अब पछि फेरि हाम्रै नेपालतिरकै हाम्रो धामी झाँक्रीहरू पो काम लाग्छ जस्तो लाग्न थाल्यो धामी झाँक्रीले काम लाग्छ नि किन काम लाग्दैन किनभने अब डक्टर हुँदैन त अनि पढ्नु छोडिसकेपछि है केही विषयमा चाहिँ लाइक डक्टर जस्तो सर्जन जस्तो मान्छे नै चाहिन्छ है फेरि र त त्यो चाहिँ फेरि रोबोटले गर्न सक्छ तर मान्छेको हुन्छ नि इनसाइड भने मान्छेको त्यो चेतना चाहिँ हुँदैन क्या उनीहरूसँग यति प्रिसिजनले काट्दाखेरि हुन्छ भन्ने चाहिँ मान्छेले गर्छ रोबोटले चाहिँ म यति काट्छु भनेर उसले त्यो डिसाइड गर्न सक्दैन क्या उसको प्रोग्रामले चाहिँ उसले चाहिँ लु यति काट्नुपर्छ उसको प्रोग्राममा 2 इन्च काट्नु छ भने उसले त्यो 2 इन्च काट्छ तर मान्छेले चाहिँ होइन 2 इन्च काट्नुको सट्टा उसले 2 इन्च अलिकति काट्दा पनि हुन्छ भन्ने त्यो चाहिँ उसले गर्छ अब त्यो अब केही कुरा छ भने अलिकति ठुलो छ भने म अललाई अलिकति ठुलो बनाउँछु भन्न सक्छ तर रोबोटले चाहिँ उसले उसको जुन इन्स्ट्रक्सन आएको छ उसले चाहिँ 2 इन्च काट्नुपर्छ भनिसकेपछि उसले चाहिँ 2 इन्च काटिदिन्छ होइन अनि र त सर्जन हुनुको लागि त पढ्नु पर्यो सर्जन हुनुको लागि त पढ्नुपर्छ अनि पढ्नु छोडिसक्यो केटाकेटीले अल्छी गर्न थालिसक्यो अनि नपढेपछि डक्टर कहाँबाट हुने सर्जन कहाँबाट हुने त्यो भएको कारणले चाहिँ म यसो अब गाउँघरतिर हेर्नु न इन्सेन्टिभ हुन्छ होला अब एकदम ट्यालेन्टेड मान्छेहरूलाई चाहिँ गाउँघरतिर पढ्नै छोडिसक्यो केटाकेटीहरू फोर्सफुल्ली नै लान्छ क्या गभर्मेन्टले लान्छ केटाकेटी पढ्नै छोडिसक्यो गाउँघरतिर अनि के अरे अब अघि भने जस्तो रोबोटले काम गर्न थालेर अनि अस्ति पोर्ट बन्द भएर कम उत्पाद मचेको हो त अनि सबै पोर्ट बन्द भएर अनि तर होइन अब बिस्तारै त्यो काम हुँदै गर्छ हाम्रो लागि पनि मान्छेहरूको लागि पनि केही न केही उपाय त गर्छ होला नि त ल जे होस् कस्तो भयो आजको पोडकास्ट होइन ठिक छ होइन अब गडाङ गुडुङ जतासुकैबाट बोलियो आज त्यस्तै डिस्कस गरियो होइन होइन यो अब भनेको यस्तै हो हामी अफिसियल भन्दा पनि यसो प्र्याक्टिस हो होइन यसलाई कुनै टाइममा अब पछि भएछ भने विषय टक्क लिएर अब त्यही विषयमा बस गर्नुहोस् राम्रो होला अहिले खासै त टेस्टिङ हो होइन यो माइकको टेस्टिङहरू क्यामेराको टेस्टिङहरू लाइटिङको टेस्टिङहरू सबै टेस्टिङ गरेको कस्तो हुँदो रहेछ आफूले पनि अब अलिकति एक्सपिरियन्स गर्नु पऱ्यो कन्फिडेन्ट हुनु पऱ्यो यो भएर अब होइन अब यो च्यानललाई अब लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला च्यानलको नाममा हाम्रो सञ्चालकजीबाटै सुनौँ च्यानलको नाम चाहिँ ब्याड ब्याज हो क्या अब यहाँ बिरेको अनि टोपी लगाएको होइन जुङ्गा भएको मान्छे छ नि त्यो अरे क्या क्याप्टेन मोर्गन अब त्यस्तै अब भन्नु पर्यो नि त अनि भएर चाहिँ ए क्याप्टेन मोर्गन यो त नेपालीकै होला नि कमा नेपालीकै त यहाँ अमेरिकन बारमा ल ठिकै छ ल जे होस् माग्छ इन्सानलाई एकदम थ्याङ्क यू सो मच होइन मसँग गफ हजुरलाई पनि धन्यवाद अब फेरि अब गफ इन्भाइट गरेर आफ्नो मनको कुरा जे होस् खुलेर बोल्नु एक्सप्लोर गर्नु पाउँदाखेरि खुसी लाग्यो होइन मलाई यो कति कुराहरू अलिकति भन्न मन लागिरहेको थियो कि आफ्नो अनुभवहरू होइन सेयरिङ गर्नु मन लागिरहेको थियो आज अब म त भन्छु अझै अब अरूले धेरै बुझेका हुन्छन् धेरै जानेका हुन्छन् होइन उहाँहरूलाई पनि अब यसरी नै होइन यहाँ के भन्दाखेरि यसमा चाहिँ लिमिट छैन क्या किनभने मैले चाहिँ अब सबै सानो ठुलो बुढा पाकाहरूलाई पनि होइन मेरो लेभलकोलाई पनि म मेरो कामको खैरेहरूलाई पनि कालेहरूलाई पनि लिएर यहाँ गफ गर्ने मन छ क्या अब तर अहिले चाहिँ अब यहाँ हाम्रो इरीको कम्युनिटीको मान्छेहरू होइन साथीभाइहरू मैले चिने जानेको मेरो सर्कलमा भएको मान्छेहरूसँग उनीहरूलाई त्यो जुन
जब टु काम टु घरको अलिकति ब्रेक दिउँ भन्ने हो क्या। अनि त्यसबाट अलिकति केही कुरा सिकोस् अनि उनीहरूलाई त्यो भन्न लागेको कुरा भन्न पाओस् होइन, सेयर गर्न मिलोस् होइन उनीहरूलाई। यति के अरे यस्तो हो क्या, अब भनौँ मिडल स्कुल हाई स्कुल पढ्ने टिनेजर भाइ बहिनीलाई पनि भरिसके चाहिँ तिनीहरूलाई पनि ल्याउने हो, उनीहरूसँग पनि उनीहरूको पनि कुराहरू राख्नु लाउँ होइन, के कस्तो छ उनीहरूको पनि त्यो सबै गर्ने त्यस्तोहरू पछि फ्युचरमा देख्नु सबै कुरा देख्न पाइन्छ। ल आजलाई यति नै, लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। ल थ्याङ्क यू सो मच, धन्यवाद।